विभिन्न आकृतिहरू देखिन्छ। म त्यो आकृतिहरू सुरुमा दर्शन गराउँछु र यहाँको कथा नै भन्छु र क्यामेरा बन्द भएपछि म हजुरहरूलाई चाहिँ आफ्नै आँखाबाट शिवजी दर्शन गराएर चाहिँ हजुरहरू मान्छे भएर जन्मेको असारदेखि मैले राजा भएर पनि असारदेखि, प्रजा भएर पनि असारदेखि, नेता भएर पनि असारदेखि, जनता, वैज्ञानिक, इन्जिनियर, डाक्टर, पाइलट सबको जीवन चाहिँ मैले असारदेखि। तर आजको चाहिँ म हजुरहरूको जीवन चाहिँ सार बनाइदिन्छु 1 सेकेन्डमा। त्यो कसरी भन्दा चाहिँ यो युगमा यही आँखाबाट शिवजीलाई दर्शन गराएर हजुरहरूलाई मैले महामुक्ति चाहिँ 1 सेकेन्डमा दिन्छु। हुन्छ? ल अब यहाँ विभिन्न आकृतिहरूदेखि चाहिँ नेपाल नक्सा हेर्नुहोस्। यो कुनै बनाएको होइन, कुनै खोपेको होइन, प्रकृतिमै प्रकट भएर बसिरहनु भएको जुन चाहिँ चक्रवर्ती राजाले गरेको खोज हो फेरि है। यो हिमाली भेग, पहाडी भाग, तराई फाँट, यो हात्तीको आँखा, यो हात्तीको सुँड, यो हात्तीको मुख, यो हात्तीको कान, यति हेरेर आधा टाउको हात्तीको तपाईँले गरिदिन्छ। हात्तीको टाउको भन्नु नै गणेश भगवान्को फेरि अब हात्ती चाहिँ चिडियाखानामा काम लाग्छ, जङ्गलमा काम लाग्छ। यहाँ चाहिँ हात्तीको टाउको भन्नु नै गणेश भगवान्को। गणेश भगवान्ले चाहिँ सुगन्धका राख्नुभएको बाँसेको पार्वती माता यता बस्नुभएको चाहिँ शिवजीको यो घाँटी भयो, हात भयो, शिवजीको मुख भयो, आँखा भयो, आधा शिव आधा पार्वती माता नाम छ, अर्धनारीश्वर, आदिशक्ति, महेश्वर, गणेश्वर, शिव पार्वती धेरै नाम छ। अब यो चाहिँ गणेश भगवान बसेको भएको छ मुसामाथि, उहाँको भन्छ मुसा हो, सानो मुसा यहाँ छ, ठुलो मुसा यहाँ छ। अब यहाँ चाहिँ गणेशको भाइ कार्तिक कुमार बसेको भएको चिन्ह गाह्रै छ। अब यहाँ हुन्छ शेषनाग। अब यो कथा चाहिँ शिव र पार्वतीले भन्नुहुन्छ गणेश र कुमारलाई को बुद्धिमान को चलाको सर्वश्रेष्ठ गराउँदा कुन चाहिँ हुँदैन जो पहिला आउँछ बुद्धिमान वस्तु लाग्छ। यो सृष्टि छ भन्दा दिनको पूजा हुन्छ फर्स्ट भनेर ब्रह्माजीले आदेश दिनुहुन्छ। महेरमाथि सवार गर्नुभएर कार्तिक कुमारजी सुरु गरी अनि छिटो ब्रह्माण्ड घुमेर छिटो